हाई आज छलफल गर्दैछौँ जुन नेपालमा जेएनजी प्रोटेस्ट मुभमेन्ट सुरु कसरी भयो, के कस्तो च्यालेन्जेस र चेन्जेसहरू भयो, के लिमिटेसन्सहरू रह्यो त्यसमा र फर्दर के च्यालेन्जेसहरू भन्ने विषयमा। सो लेट्स बिगिन। ओके, सुरुमा चाहिँ सोसियल मिडिया ब्यान गरेको भएर प्लस करप्सनको अगेन्स्टमा कुरा उठि नै रहेको थियो, तर सोसियल मिडिया ब्यान जुन सरकारले गर्यो त्यसले चाहिँ एकदमै सिचुएसनलाई एकदमै ड्रास्टिकली प्रोटेस्टको रूपमा कन्भर्ट गर्यो। टाइम लाइनको बारेमा पनि हेरौँ कसरी सुरु भयो। अगस्त 31 देखि चाहिँ अलिकति गभर्मेन्टले चाहिँ सोसियल मिडिया प्लेटफर्म्सहरूलाई ब्यान गर्ने कुरा जुन गर्यो, त्यहाँबाट चाहिँ अलिकति सिचुएसन डिसेटिस्फ्याक्सन बढ्यो जनतामा। सेप्टेम्बर 1-2 मा चाहिँ स्पोन्टेनियस हुन्छ नि, युथहरूको ग्यादरिङहरू सुरु हुन थाल्यो काठमाडौँ, पोखरा होइन, विभिन्न फ्री आवर भोइस यस्तो नारा होइन। त्यसपछि सेप्टेम्बर 5 तिर चाहिँ अलिकति एकदमै स्ट्राटेजिक तरिकाले सेप्टेम्बर 8 मा हुने हाम्रो आन्दोलन भनेर त्यसरी सुरु हो। र रुट कज भन्नुपर्दाखेरि करप्सनको अगेन्स्टमा र सोसियल मिडिया ब्यान। यसको चाहिँ अलिकति सोसियो इकोनोमिक ब्याकड्रपको कारण चाहिँ के हुनसक्छ भन्दाखेरि अनइम्प्लोइमेन्ट। अभियसली नेपालमा होस् कुनै पनि देशमा कन्फ्लिक्टको एउटा मुख्य कारण चाहिँ अनइम्प्लोइमेन्ट रहेको छ। नेपालमा जुन पहिलाको जुन जनआन्दोलन भयो 10 वर्ष माओइस्टको जनआन्दोलन र भाइलेन्स भयो, जुन एउटा चाहिँ डिभाइडेड भयो सोसाइटी र जस्ट जुन कन्फ्लिक्ट भयो, त्यसमा पनि रिसर्चले के भनेको थियो भन्दाखेरि अनइम्प्लोइमेन्ट चाहिँ एउटा मुख्य कारण थियो भन्छ। डिजिटल साइलेन्स यस्तो कुराहरू होइन, आफ्नो भोइस राख्न पाउने अधिकारको कुराहरूमा र इनइक्वालिटी होइन, इकोनोमिक अलिकति प्रब्लमेटिक नेपालमा, इन्कम इनइक्वालिटी, राम्रो इकोनोमिक ब्याकड्रप छैन, पोभर्टी, सोसियो इकोनोमिक डेभलपमेन्ट छैन। यो सब कुराहरूले यतिकै पनि डिसेटिस्फ्याक्सन भइरहेको थियो जनतामा, युथमा। र जुन डिजिटल मिडियाको ब्यान गर्यो त्यसले एकदमै सिचुएसनलाई ड्रास्टिकली चेन्ज गरिदियो र जनआन्दोलनमा अनफर्चुनेटली धेरैले ज्यान गुमाउनु भयो, भाइलेन्स भयो, तर गभर्मेन्ट चेन्ज भयो र नयाँ इन्टरिम गभर्मेन्ट आयो। ब्रोडर सोसियल कुराहरूमा हेर्दाखेरि गभर्मेन्टले चाहिँ जुन कुराहरू समाधान गर्नु पर्थ्यो युथको त्यो गरेन। तर अलिकति डार्क साइड हेर्नुपर्ने हुन्छ हामीले। भाइलेन्स भयो धेरै, अलिकति नेगेटिभ इफेक्ट्स, तर यो आन्दोलनको उहाँहरूले भने अनुसार चाहिँ उहाँहरूको इन्टेन्सन थिएन, तर इन्फिल्ट्रेसन भयो अरे। एनीवे भाइलेन्स धेरै हुनु चाहिँ राम्रो होइन देशको लागि, फर्दर भाइलेन्सहरू नहोस् भन्ने कुराहरू हो। तर प्रोटेस्ट भयो, सरकार चाहिँ निस्किनु पर्यो, नयाँ इन्टरिम गभर्मेन्ट भएको छ। 30 जनाले ज्यान गुमाउनु भयो, 1000 जना इन्ज्योर हुनुभयो होइन, अझ फिगर्सहरू आउँदै होला। अभियसली डिसेटिस्फ्याक्सनको कुराहरू भए पनि प्रोटेस्टले सफलता पायो भनौँ। त्यही माथि पनि केही न केही लिमिटेसन्सहरू अवश्य हुन आउँछ, त्यसको विषयमा पनि छलफल गरौँ होला। लिमिटेसन्सको विषयमा पनि छलफल गर्नु जरुरी हुन्छ, किनभने प्रपर कुरा सल्भ भयो कि भएन। प्रपर्टी डिस्ट्रक्सन भयो, त्यो चाहिँ उहाँहरूको भनाइअनुसार इन्टेन्सन थिएन भन्नुहुन्छ होइन। ओके, त्यही पनि गलत हो, किनभने प्राइभेट प्रपर्टी, पब्लिक प्रपर्टी डिस्ट्रोय हुनु जरुरी थिएन। जुन ठाउँमा प्रोटेस्ट भयो त्यहाँ अभियसली प्रोटेस्टेन्ट र सरकारको बिचमा झडप हुन्छ, तर उहाँहरूको भनाइअनुसार पनि उहाँहरूको इन्टेन्सन नभए तापनि डिस्ट्रक्सन भयो प्रपर्टीहरू, जुन नेपाललाई सोसियो इकोनोमिक तरिकाले राम्रो होइन, इकोनोमिक इम्प्याक्ट पर्न गयो नेपाललाई।
टुरिज्म सेक्टरमा हैन धेरै कुराको पब्लिक सेक्टरको इम्प्लिमेन्टेसनमा हानि हुन गयो ब्याक त्यसले चाहिँ ब्लकेट क्रिएट गर्यो सोशल स्ट्रेन र अलिकति डिस्ट्रस्टको माहौल एकले अर्कालाई विश्वास नगर्ने खालको माहौल पनि अलि बढी भयो youth mobilization empowerment social को चाहिँ cohesion किनभने social cohesion एउटा unity नभइकन देशले विकास गर्न सक्दैन political change चाहिँ आयो यो आन्दोलनले गर्दाखेरि ल्यान्डस्केप चेन्ज भयो नयाँ लिडरशिप आउनुभयो र नयाँ नयाँ मन्त्रीमण्डलमा पनि एटलिस्ट प्रोफेसनल खालको व्यक्तिहरू चाहिँ आउनु भएको छ केपी शर्मा ओलीको सरकारले चाहिँ रिजाइन गर्यो र कोल्याप्स भयो गभर्नमेन्ट त्यसपछि आर्मीले टेक ओभर गर्यो हैन इन्टरिम काउन्सिल खडा गरेर काउन्सिल भन्नाले आर्मीले नै आफ्नो हातमा लियो सिचुएसनलाई र इन्टरिम गभर्नमेन्ट फर्म भएको छ ओके अब नयाँ नयाँ फेसेसहरु जस्तो बालेन शाह उहाँलाई चाहिँ अगाडि बढाउने खालको कुराहरु चलिरहेको छ पोलिटिकल चेन्ज भयो हैन तर अब एक्ज्याक्टली प्रपर इम्प्लिमेन्टेसन चेन्ज आयो कि आएन भन्ने कुरामा मेरो धारणामा सायद कन्स्टिट्युसनको केही एजेन्डा केही एलिमेन्ट्सहरुमा प्रब्लम थियो भने त्यसलाई चेन्ज गर्नु स्वाभाविक हुन्थ्यो होला प्रपर चेन्ज भन्दा पनि केही न केही कुराहरुमा शिफ्ट अथवा चाहिँ गभर्नमेन्टको स्ट्रक्चरहरुमा शिफ्ट गर्ने खालको कुरा उठ्नु पर्थ्यो होला जुन चाहिँ एउटा लिमिटेसनको रूपमा राख्न सकिन्छ किनभने उहाँहरुले पनि अब पुरानो पोलिटिकल पार्टीहरुले पनि त्यही सिस्टम भित्र चाहिँ आउने नै कुरा हुन जान्छ यसमा पनि खाली इलेक्सनमा अब कसलाई भोट दिने राम्रो पार्टीलाई भोट दिने भन्ने खालको कुरामा ध्यान दिनुपर्ने हुन्छ जुन प्रपर शिफ्ट अफ पोलिटिकल डायनामिक्स त्यो सायद हुन सक्यो सकेन त्यो छलफल गर्न सकिन्छ तर ओभरअल एउटा शिफ्ट चाहिँ ल्यायो पोलिटीमा नेपालको यो आन्दोलनले सो यति कुरा शेयर गर्न मन थियो सो थ्यांक यू फर नाउ